नमस्ते अनि फेरि पनि स्वागत गर्न चाहन्छु आरजे हमाल युट्युब च्यानल र आरजे एसबी हमाल फेसबुक लाइभमा। आरजे हमाल फेसबुकमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ र हामीलाई पनि आरजे एसबी हमाल फेसबुक र आरजे हमाल युट्युब च्यानलमा सब्सक्राइब गरेर हामीलाई सानो सपोर्ट गरिदिनु होला भन्न चाहन्छौँ। आज पनि फेरि पनि हामी एउटा सानो नयाँ भ्लग लिएर आइसकेका छौँ हामी दुईजना। यो आज हामी जापानको एकदमै फेमस होइन मार्ट 7-11 त सुन्नुभएकै होला, त्यहाँ जान गइरहेका छौँ। त्यो एउटा डकुमेन्ट आएको छ होइन, यो सानो यो के हो, यो A1को कार्ड आएको छ, यसलाई हाल्न जाँदैछौँ हामी। जस्तै अब नेपालमा हाम्रो नेपालमा पहिला हुन्थ्यो नि होइन, एउटा के भन्थ्यो होला है, हुलाक थियो होइन, पुरानो थियो कि सिस्टम, प्रत्येक घरमा लगेर राखिदिने होइन, त्यो थियो। त्यस्तै जापानमा हाम्रो जुन पुरानो सिस्टम थियो यहाँ जापानमा पनि त्यस्तै छ क्या गाइजहरू। त्यो डकुमेन्टहरू आउँछ, हुलाकबाट आउँछ र हामीले त्यहाँ लगेर हालिदिनु पर्ने हुन्छ। अनि त्यहीँ जाँदैछौँ हामी बुढाबुढी, यस्तो हुन्छ जेब्रा सिंह, त्यही जाँदैछौँ होइन। अनि तपाईँलाई मैले त्यहाँ देखाउँछु, फ्यामिली मार्टबाट हाल्न मिल्छ यो, किनभने फ्यामिली मार्ट भनेको यस्तो एउटा सानो धेरै ठुलो मार्ट पनि हुँदैन होइन, सानो हुन्छ तर हरेक चिजहरू पाउँछ क्या त्यहाँ। तपाईँ एउटा सुइँदेखि लिएर खानेकुरादेखि लिएर लाउने कुरा हरेक चिजहरू पाउँछ त्यहाँ। जब मान्छेलाई एउटा आवश्यक पर्ने चिजहरू सम्पूर्ण चिजहरू पाउँछ त्यहाँ। जब हामी गइसकेपछि त्यहाँ फर्केर आउने कुनै त्यस्तो वातावरण हुँदैन, सबै चिज त्यहाँ पाउँछ होइन। आजको मौसम पनि जस कति रमाइलो छ होइन। र आजको मौसम पनि एकदम रमाइलो छ, पानी पर्ला जस्तो छ, रमाइलो छ। त्यही भएर हामी सधैँ छुट्टीको बेलामा बुढाबुढी चट्ट लागेर यो फ्रेस हावा खानको लागि यसो बेलुका बाटोतिर हिँडिरहन्छौँ। एकदम कति रुममा बस्नु है, एकदम फ्रेस पनि भइन्छ, आनन्द पनि हुन्छ, उनलाई पनि फ्रेस हुन्छ, मलाई पनि फ्रेस हुन्छ। तर यहाँको गाउँघर नै मलाई पनि अचम्म लाग्छ यार, कति सुनसान हुन्छ होइन, बाक्लो हुन्छ गाउँ त होइन। तर हाम्रो उतातिर गाउँघरमा त ता ऊ बोल्यो ता बोल्यो कस्तो हुन्छ। तर यहाँको गाउँघर हेर्नु त हजुर, हेर्नुहोस् त साथीहरू, कति सुनसान छ क्या, पुरा माखो पनि घुम्दैन, हामी मात्र छ। ल यो चाहिँ जापानको गाउँघर जस्तै हो। ल गाइस, यो ह्यान्डसम सोल्टी चाहिँ मेरो बुढा हो है, कसैले आँखा नलाग्नु, बिकज मैले आँखा लगाइसकेँ। मेरो बुढाले मलाई लास्टै माया गर्नुहुन्छ नि गाइजहरू। ल के तान्दा फेरि खान त दिइरहन्छु, फेरि तान्छ फेरि सोल्टी, फेरि लास्ट ह्यान्डसम भइदिएर फेरि आजभोलि किन हो जान। तपाईँ आजकल बिस्तारै ह्यान्डसम हुँदै गइरहनु भएको छ, यसको रहस्य राज के छ? होइन होला, डे बाई डे यु लुक मोर ह्यान्डसम। वाइ यहाँ तपाईँले बाटोघाट देख्नु मान्छेहरू देख्नु भएको छ, मान्छेहरू के राम्रो बाटो छ होइन, अलि बेसरी साउन्ड अनि बढाएर बोल्नु न। यस्तो छ तर मान्छे भन्ने चाहिँ हामीमा नेपाली भनेको मिलेको पनि हामी मात्रै हो, यस्तो छ कि अचम्म लाग्छ हामीलाई। यहाँका मान्छेहरू कहाँ जान्छन्, के गर्छन्, डे बाई डे यु लुक मोर ह्यान्डसम सोल्डी, के गर्छन् अचम्मपट्टि। अनि घरहरू प्रशस्त हुन्छ तर मान्छेहरू भनेको देख्नु यस्तो छ गाइजहरू बाटो है। अनि माया तिमीलाई कस्तो लागिरहेछ जापानको बसाइ? केही 2 शब्द भनिदेऊ न। ठिकै मात्रै, आफूमा डिपेन्ड गर्छ कसरी यहाँनिर बस्नु भन्ने कुरा। एक्लै चाहिँ अलिक गाह्रो हुन्थ्यो होला, बुढासँग चाहिँ सजिलो छ। अनि जस्तै तिमी नि यो सहर बजारमा बस्नु राम्रो कि गाउँघरमा, जापानको गाउँघरमै राम्रो कि तिमीलाई सहर बजार कस्तो, कहाँ बस्नु राम्रो मनपर्छ? बस्न त मलाई सहर बजार नै मन पर्थ्यो, यहाँ पनि ठिक छ इन्भाइरोमेन्ट, नाइस, एकदम शान्त छ है। फुल चिसो
चिसो इन्भाइरोमेन्ट चिसो शान्ति छ सफा राम्रो छ बस्नलाई चाहिँ यहाँनिर चाहिँ मान्छे सितिमिति बिरामी हुँदैन क्या म आजदेखि बिरामी नै भएको छैन मान्छेहरूलाई नेपालमा साथीहरू जब हावापानी त्यही भएर यहाँको हावापानी चाहिँ राम्रै रहेछ क्या हो जस्तो लागिरहेको अनि साथीहरू नेपालमा रुगाखोकी लाग्थ्यो क्या मलाई होइन अलिकति कतै बाइकमा हिँड्यो धुलो धुवाले होला रुगाखोकी लाग्ने तर जब म यहाँ आइसकेपछि त्यो रुगाखोकी भन्ने चिज लाग्दैन क्या किनभने गाइस 5 बजे नि यहाँ चाहिँ यस्तो उयोहरू बज्छ है किनभने यहाँको वातावरणै कति सफा छ क्या धुलो धुवा भन्ने चिज छँदै छैन अनि जब मान्छेलाई धुलो धुवाहरू हुन्छ नि तब मान्छेले रुगाखोकीहरू लाग्छ नि तर यहाँ त मास्कै लाउनु पर्दैन है न जति हावा हुरी आए पनि आएको 7-8 मन्थ जति भयो अहिलेसम्म मलाई केही नै भएको छैन कारणै त्यही हो नि इन्भाइरोमेन्टले होला कारणै त्यही हो यहाँका मान्छेहरू जापानिजहरूले यति आफ्नो पुरा हेल्थलाई यति केयर गर्छ है यहाँको यति राम्रो उयो गर्छ त्यस कारण पनि सफा स्वच्छ प्लस खानेकुराहरू पनि एकदम स्वस्थ राम्रो हेल्दी हुन्छ क्या हेल्दी त्यही भएर पनि विश्वमा सबैभन्दा धेरै बाँच्ने मान्छे नै जापानिजहरू हुन् क्या यति बाँच्छ नि यी मान्छेहरू तपाईँको 60, 70, 80 वर्षको पनि यति यङ हुन्छ यति एनर्जेटिक हुन्छ यति काममा फोकस दिन्छ यिनीहरूले के कुरा गर्नु गाइजहरू मैले तपाईँहरूलाई फ्यामिली मार्ट भनेको थिएँ होइन जापानमा फ्यामिली मार्ट अनि 7-11 अनि लसन भन्छ है यिनीहरू यहाँ प्रत्येक चिजहरू पाउँछ क्या यहाँ हामी मान्छेलाई एउटा मान्छेलाई आफ्नो दैनिक जीवन चलाउनको लागि सम्पूर्ण चिजहरू एउटा मार्ट नै यहाँभित्र हुन्छ कि हरेक चिजहरू पाउँछ त्यही हो गाइजहरू यसलाई 7-11 भन्छ जापानको 7-11 हो प्रायः नेपालीहरूले काम गर्ने ठाउँ पनि यही हो मैले पनि केही महिना गरेको थिएँ होइन एकदम त्यो यही हो 7-11 भन्ने एकदम यहाँ हरेक चिजहरू पाउँछ मान्छेलाई आवश्यक पर्ने चिजहरू हरेक कुरो पाउँछ एकदमै जब यहाँ छिरिसकेपछि हामी फर्किने वातावरण चाहिँ हुँदैन है यस्तो है जापानको मार्ट एउटा सबै चिजहरू पाउँछ यहाँ सबै चिजहरू हामीलाई आवश्यक पर्ने चिजहरू पाउँछ यहाँ हामी जाँदैछौँ